गाउँसभाका सदस्यहरू अब मकेसी गाउँपालिकाको आर्थिक वर्ष 2082-83 को विषयगत क्षेत्रसँग सम्बन्धित नीतिहरू प्रस्तुत गर्ने अनुमति चाहन्छु। आर्थिक विकास सम्बन्धी नीति। कृषि खाद्य तथा पोषण सुरक्षा सुनिश्चित गर्न प्रमुख कृषि सम्बन्धी खाद्य वस्तुको उत्पादन तथा उत्पादकत्व वृद्धि गरी गाउँपालिकाको खाद्य सुरक्षाको प्रत्याभूत गर्दै समग्र पालिकाको खाद्य सुरक्षामा टेवा पुर्याइनेछ र कृषकलाई कृषि उपज उत्पादन तर्फ प्रोत्साहित गर्दै बालीको तगडा वृद्धि, कृषि व्यवसायीकरण र आधुनिकीकरण मार्फत प्रमुख कृषि वस्तुहरूको क्षेत्रफल र उत्पादकत्व वृद्धिका कार्यक्रमहरू सञ्चालन गर्नेछ। यसका लागि सरकारवालासँग आवश्यक समन्वय र सहकार्य गर्नेछ। कृषिजन्य उत्पादनका लागि आवश्यक उत्पादन सामग्रीको व्यवस्था मिलाई सुगम उत्पादनको भण्डारण र बजारीकरण अनुगमन र नियमन गरिनेछ। तरकारी तथा फलफुल बालीका साना व्यावसायिक उत्पादन केन्द्र पकेट सञ्चालन गरी एक गाउँ एक उत्पादनलाई जोड दिइनेछ। वैदेशिक रोजगारीबाट फर्केका युवाहरू तथा कृषि विषय पढ्ने प्राविधिकहरूलाई व्यावसायिक खेती गर्नका लागि बिउ तथा आवश्यक उपकरणहरू अनुदानको व्यवस्था गरिनेछ। जलवायु परिवर्तन र प्रकोपबाट नकारात्मक र असर न्यूनीकरण गर्दै जलवायु अनुकूल तथा उत्तरशीलता र प्राविधिक र कृषि प्रविधिको विस्तार र विकास गरिनेछ। व्यावसायिक बालीलाई प्राथमिकता राखी तिनको उत्पादन तथा उत्पादकत्व वृद्धि गर्न उन्नत बिउ प्राविधिक मल तथा सिँचाइ सुविधा विस्तार अनुदान दिइनेछ। बाँझो जमिन व्यावसायिक खेती गर्न कृषक र कृषक समूह बीच सहकारीलाई विशेष प्राथमिकतामा राखी आवश्यक व्यवस्थापन गरी सघन रूपमा उत्पादन वृद्धि गरिनेछ। तरकारी, आलु, सुन्तला जात र फलफुल, आँप, लिची, ओखर केही उत्पादनलाई उच्च प्राथमिकता दिइनेछ। वृहत रूपमा फलफुल खेती गर्न तथा बगैँचा स्थापना गर्न बेलमा र बिरुवाको स्याहारमा अनुदान। कार्यक्रमलाई सञ्चालन गर्नेछ। सुन्तला जातका फलफुलहरू ह्रास रोग नियन्त्रण तथा बगैँचा पुनर्स्थापनाका लागि अभियानको रूपमा कार्यक्रम सञ्चालन गर्नेछ। व्यावसायिक तरकारी खेती गर्न चाहने कृषकहरूलाई अनुदानको प्राथमिकता दिइनेछ। कृषि उपजहरूको उत्पादन वृद्धि गर्न कृषि यन्त्रीकरण र साना सिँचाइ, प्लास्टिक पोखरी लगायतका अनुदान र प्रदान गरिनेछ र साथै कृषि उपज उत्पादन भण्डारणका लागि शिक्षायुक्त संरचना निर्माण गरी सञ्चालनका लागि आवश्यक पहल गर्नेछ। मानव स्वास्थ्यलाई मध्यनजर गर्दै अर्ग्यानिक खेतीलाई प्राथमिकतामा राखी उत्पादन कार्यमा जोड दिनेछ। स्थानीय सम्भावनाको आधार उत्पादनशील र कृषकहरूको प्राविधिक र व्यावसायिक क्षमताको विकास गरी उत्पादन र बजारीकरणलाई नाफामूलक बनाइनेछ। प्राकृतिक विपत्ति तथा प्रकोपले कृषि व्यवसायमा पर्न जाने क्षतिको व्यवस्थापन गर्न हरेक व्यवसायिक कृषकहरूलाई बाली बिमा प्रिमियममा 100% अनुदान दिइनेछ। बिउ बिजन, माटो परीक्षण, बाली संरक्षण कार्यक्रमको विशेष जोड दिइनेछ। पौष्टिक महत्त्व लोभनीय रहने बाली र संरक्षणका कार्यक्रमहरूको विशेष जोड दिइनेछ। व्यावसायिक तथा भौगोलिक क्षेत्रको आधारमा गुणस्तरीय कृषिजन्य उत्पादन र सङ्कलन, ढुवानी तथा बजारीकरण सहयोगका कार्यक्रमहरू सञ्चालनमा ल्याइनेछ। कृषिजन्य व्यवसायको लागि आवश्यक पर्ने उपकरण, थ्रेसर, मिनिटेटर आदि अनुदान गराई सञ्चालनमा ल्याइनेछ। प्राविधिक खेती र प्रविधिद्वारा उत्पादित कृषि वस्तुको गुणस्तर र प्रमाणीकरण गराई कृषि व्यवसायलाई प्रवर्धन गरिनेछ। पशुपक्षी पोषण सुरक्षा सुनिश्चित कायम गर्न पशुपक्षी जन्य वस्तु उत्पादन तथा उत्पादकत्व वृद्धि गरी खाद्य सुरक्षामा टेवा पुर्याइनेछ र मासु र दुग्ध उत्पादनलाई प्रोत्साहन गर्दै व्यावसायिक पशुपक्षी पालन विशेष जोड दिनेछ। व्यावसायिक पशुपक्षी पालन गर्ने कृषकलाई खोर सुधारमा अनुदानको व्यवस्था गरिनेछ। रैथाने कुखुरा पालन र व्यावसायिक बाख्रा पालन र बङ्गुर पालन तथा घाँस खेती कार्यक्रमलाई सञ्चालनमा गरिनेछ। पशुपक्षी उत्पादन र उत्पादनको दिगो विकास गर्न
नस्ल सुधारका कार्यक्रमहरू सञ्चालन गर्नेछ। उच्च मूल्यमा जाने पशुपन्छी, कालिज, टर्की, बँदेल पालनलाई प्रोत्साहन गर्नेछ र उक्त कार्यक्रमका लागि आवश्यक अनुदानको व्यवस्था गरिनेछ। पशुपन्छीमा कृत्रिम गर्भधारण कार्यक्रमलाई प्रोत्साहन गरी सञ्चालनमा ल्याइनेछ र पशुधन संरक्षणका लागि पशु बिमा कार्यक्रम प्रावधान गरिनेछ। पशुपन्छी तथा मत्स्य महामारीको व्यवस्थापन गर्न विशेषज्ञ तथा सरकारवालाहरूसँग समन्वय गरी कार्यक्रम सञ्चालन गरिनेछ। पशुपन्छीलाई आवश्यक पर्ने खोपहरूको समयमा व्यवस्थापन गरी कार्यान्वयनमा ल्याइनेछ र पशुपन्छी जन्य उत्पादन र पशुधन भण्डारण र वितरण र असल अभ्यास मापदण्ड तयार गरी लागू गरिनेछ। सहकारी गाउँ-गाउँमा सहकारी, घर-घरमा रोजगारी भन्ने नारालाई सार्थकता प्रदान गर्न स्थानीय सरकारी ऐन मार्फत र स्थानीय तहमा हस्तान्तरण भइसकेका सहकारी संस्थाहरू दर्ता हुनाउने र संस्थाहरूको सञ्चालन र नवीकरण र नियमन र खारेजी गर्ने नीतिलाई निरन्तरता दिइनेछ। दसैँ तिहार जस्ता चाडपर्वहरूको बेलामा सहुलियत दरमा उपलब्ध गराउँदै आएको नुन चिनी वितरण अझै व्यवस्थित गर्दै निरन्तरता दिइनेछ। सहकारीमा संलग्न सरकारवालाहरूको पहुँच अभिवृद्धिका लागि सहकारी र निजी क्षेत्र सँगैको सहकारी कृषि विनियोजन, रासायनिक मल लगायतका कृषिजन्य सम्बन्धित सामग्रीहरू वितरण गर्न आवश्यक र समन्वय गर्ने नीतिलाई निरन्तरता दिइनेछ। गाउँपालिकाभित्र घरेलु तथा साना उद्योग विस्तार गर्नेछ। स्थानीय सिप र स्रोत र साधनलाई प्रयोग गरी अन्नु, ढाका, बाँस निकाल्नु तथा कपास जस्ता उत्पादन गर्ने लक्षित वर्गलाई दिँदै आएको अनुदानलाई निरन्तरता दिइनेछ। यस गाउँपालिकाभित्र रहेका मजदुरलाई घरेलु तथा साना उद्योगहरूको विभिन्न अध्यावधिक गरी तिनको संरक्षण र सम्वर्धनमा जोड दिइनेछ। रोजगार प्रवर्धन राष्ट्रिय रोजगार प्रवर्धन कार्यक्रमलाई सिपयुक्त र दक्ष जनशक्ति र रोजगारीको क्षेत्र र रोजगार सम्बन्धी अन्य कार्यक्रमसँग आबद्ध गरी यथार्थ उत्पादनमूलकमा रोजगार सृजना गर्ने र बेरोजगारहरूको लागि लक्षित अभियानको रूपमा कार्यान्वयन गर्नेछ। युवा लक्षित स्वरोजगार कार्यक्रमलाई प्रोत्साहन गरी स्थानीय उद्यमशीलतालाई जोड दिने कार्यक्रमलाई मुख्य प्राथमिकता दिइनेछ। श्रमको सम्मान, स्वरोजगारको पारिश्रमिक र सामाजिक संरक्षण सहितको श्रम व्यवस्थापन गरी रोजगारको खोजीमा रहेका युवाहरू र रोजगारदाताहरूलाई श्रम संसार र पोर्टलमा समावेश गराउने यस गाउँपालिकाको नीति बनिन्छ। रोजगारमूलक सेवाको बारेमा जानकारी गराउनु, विद्यालयमा अध्ययन गरिरहेका बालबालिकालाई विभिन्न किसिमका सिप र विकासको तालिम र केरियर परामर्शबारे अनुमोदन गरिनेछ। सुरक्षित आप्रवासन र कार्यक्रमहरूसँगको सहकार्यमा पालिकामा एकजना मनोपरामर्शकर्ता नियुक्ति गरी मनोपरामर्श सम्बन्धी सेवाहरू सञ्चालन गर्नेछ। प्रधानमन्त्री स्वरोजगार कार्यक्रमलाई सिपयुक्त र दक्ष जनशक्ति, रोजगार क्षेत्र र रोजगार सम्बन्धी अन्य कार्यक्रमसँगै आबद्ध गरी यथार्थ उत्पादनमूलक रोजगार सृजना गर्ने र बेरोजगार लक्षित अभियानको रूपमा कार्यान्वयन गर्नेछ। युवा लक्षित स्वरोजगार कार्यक्रमलाई प्रोत्साहन गरी स्थानीय उद्यमशीलतालाई जोड दिने कार्यक्रमलाई मुख्य प्राथमिकतामा राखिनेछ। वैदेशिक रोजगारीको अनुभव प्राप्त गरी स्वदेशमा फर्केका मानव संसाधनहरूलाई स्वरोजगारमूलक, अभियानमूलक तथा उत्पादनमूलक उद्योग सेवा तथा व्यवसायमा आकर्षित गर्नेछ। गरिबी न्यूनीकरण सामाजिक र आर्थिक रूपमा पछाडि परेका दलित समुदायका शिक्षा, स्वास्थ्य जस्ता आधारभूत आवश्यकताहरू र आय आर्जनहरूको सुनिश्चित गर्ने दलित संघ अध्यक्ष कार्यक्रमलाई निरन्तरता दिइएको छ। दलित संघ अध्यक्ष कार्यक्रम अन्तर्गत लोकसेवा, शिक्षक सेवा, तयारी कक्ष सञ्चालन र आय आर्जनमूलक सिप विकास कार्यक्रमहरूलाई निरन्तरता दिइनेछ। आदिवासी, जनजाति, अल्पसङ्ख्यक, विपन्न परिवार र फरक पहिचान र क्षमता भएका व्यक्ति वा समुदायहरूको उत्थानका लागि लक्षित कार्यक्रमहरू सञ्चालन गर्नेछ।
यस केएनसी गाउँपालिकाभित्र रहेका भूमिहीन दलित भूमिहीन सुकुम्बासी अनुसूचित बसोबासीहरूको लगत तथा तथ्याङ्क चाहिँ सङ्कलन गरी तिनको व्यवस्थापनका लागि आवश्यक नीति अपनाउनु गर्नेछ। पर्यटन गन्तव्य स्थलको रूपमा पहिचान गरेका ठाउँहरू वासुदेव केदार मालिका मन्दिर मसुमा पूर्वाधार निर्माण गरी पर्यटन क्षेत्रको विकासको रूपमा अगाडि बढाइनेछ। गुल्मी जिल्लाको ऐतिहासिक र सांस्कृतिक र पुरातात्विक महत्त्व पुगेको सम्पदाको खोज र अनुसन्धान र सामग्री सङ्कलन गरी केएनसी सङ्ग्रहालयलाई आगामी आर्थिक वर्षमा सञ्चालनमा ल्याइन्छ। केएनसी गाउँपालिकाका ऐतिहासिक तथा पर्यटकीय क्षेत्रहरू छत्रेश्वर पिलेगाडा ओझाखर्क गणेशगाडा केएनसी सङ्ग्रहालय जोड्ने पदमार्ग र छत्रेश्वर पिकनिक स्थल बिम्फीडाँडीका ढलुङमाटो इको पार्क निर्माणका लागि आवश्यक बजेटको व्यवस्था गरिनेछ। केएनसी गाउँपालिका दिपाक्षी नगरपालिका र शिखर नगरपालिकासँगको समन्वयमा सेती नदीमा ऱ्याफ्टिङका लागि सम्भावित अध्ययन गरी ऱ्याफ्टिङ सेवा सञ्चालनका लागि आवश्यक समन्वय गरिनेछ। आन्तरिक एवं बाह्य पर्यटन प्रबन्धनका लागि वार्ड नम्बर 1 को गणेशगाडामा होमस्टे सञ्चालन तथा व्यवस्थापन गर्नका लागि स्थानीयहरूलाई अवलोकन भ्रमण तथा तालिम सञ्चालन गर्न आवश्यक बजेटको व्यवस्था गरिनेछ। राजस्व गाउँपालिकाको राजस्व सङ्कलन क्षेत्रहरूको पहिचान गरी राजस्व अभिवृद्धिलाई अभिवृद्धि गर्न राजस्व सुधार योजना निर्माण गरी लागू गरिनेछ। कुनै पनि योजनाहरू सौदा गर्न अगाडि उपभोक्ता समितिका पदाधिकारी एवं योजनाबाट लाभान्वित उपभोक्ताहरूलाई आफूले व्यक्तिगत रूपमा बुझाउनु पर्ने सम्पत्ति कर व्यवसाय कर घर जग्गा वाहन कर लगायतका आदिका चाहिँ दायित्व कर शुल्क र दस्तुर आदि तिर्न प्रोत्साहन गरिनेछ। अपाङ्ग र असहाय र अशक्त र दैविक प्रकोपमा पीडित द्वन्द्व पीडितहरूको र ज्येष्ठ नागरिक र एकल महिलाहरूका लागि विषयहरूमा हुने सिफारिसहरूमा निशुल्क गरिनेछ। राजस्व वृद्धि गर्न करका दरमा वृद्धि गर्नु भन्दा कराधारहरू वृद्धि गर्ने नीतिलाई निरन्तरता दिएको छ। गाउँपालिका क्षेत्रमा करको चाहिँ दायरालाई फराकिलो पार्न यस क्षेत्रमा स्थापना भएका सम्पूर्ण उद्योग तथा व्यवसायहरूलाई दर्ता गरी करको दायरामा ल्याइनेछ। राजस्व सङ्कलन कार्यलाई थप सुदृढीकरण र आधुनिकीकरण गर्दै राजस्व सुधारहरूलाई पूर्ण रूपले नियन्त्रण गरिनेछ र साथै वडा कार्यालयहरूबाट सङ्कलन भइरहेको भूमिकर र अर्थात् मालभूत सङ्कलन कार्यलाई थप व्यवस्थित गर्दै लगिनेछ। राजस्व शाखाको संस्थागत र सबलीकरण र आधुनिकीकरण गरिनेछ। साथै यस शाखामा कार्यरत जनशक्तिको क्षमता विकासका लागि आवश्यक बजेटको व्यवस्था गरिनेछ। न्यायिक समिति एवं न्याय सम्पादन केन्द्रलाई थप प्रभावकारी तथा व्यवस्थापन गरी अगाडि बढाइनेछ। न्यायिक समिति मार्फत समाधान गर्न सकिने कानुनमा व्यवस्था भए बमोजिमका स्थानीय विवादका विषयहरू निरूपण गर्न गाउँपालिकामा सूचीकृत मेलमिलापकर्ताहरूको माध्यमबाट मेलमिलाप गर्न प्रोत्साहित गरिनेछ। न्यायिक इजलासलाई व्यवस्थित गर्न एक कर्मचारी सहितको न्यायिक इजलास कक्ष गठन गर्दै स्थानीय तहमा न्याय सम्पादनलाई चुस्त र दुरुस्त र अनुमान योग्य तुल्याउन र आवश्यक रणनीति कार्यनीतिलाई अवलम्बन गरिनेछ। न्याय समितिको संस्थागत र सुदृढीकरण र न्याय समितिमा कार्यरत पदाधिकारी तथा जनशक्तिको क्षमता विकासका लागि आवश्यक नीतिको प्रबन्ध र पुनर्तार्किक तालिमको सञ्चालन गर्न आवश्यक बजेटको व्यवस्था गरिनेछ। न्याय समितिको काम कारबाहीलाई प्रभावकारी बनाउन न्याय समितिमा अध्ययन भ्रमणको व्यवस्था गरिनेछ। प्राकृतिक स्रोत द्वन्द्व रूपान्तरण केन्द्र नेपालसँगको सहकार्यमा बहु सरोकारवालासँग द्वन्द्व रूपान्तरण अभियानको थालनी गरिनेछ। सामाजिक विकास सम्बन्धी नीति शिक्षा प्रविधिसँग विद्यार्थी छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिइनेछ। विशेषतः कृषि प्राविधिक धारका चाहिँ विद्यार्थीहरूको लागि सिक्दै गर्दै र कमाउँदै कार्यक्रमलाई कार्यान्वयनमा ल्याइनेछ। विद्यार्थीसँग अध्यक्ष कार्यक्रमलाई निरन्तरता दिइनेछ। कक्षा 5 र कक्षा 8 को परीक्षामा पालिका स्तरबाट नै सञ्चालन गरिनेछ। सामुदायिक विद्यालयहरूमा कक्षा 1-5 मा विद्यार्थीको सङ्ख्या र कक्षा 6-12 मा विषयगत आधारमा पालिका स्रोतबाट दरबन्दी सिर्जना गरिनेछ। विद्यालय नक्साङ्कन गरी
संसाधन एकीकरण र समाजको काम अगाडि बढाइनेछ। शिक्षक दरबन्दी पुनरावलोकन तथा शिक्षक दरबन्दी मिलान कार्यलाई प्रभावकारी रूपमा कार्यान्वयनमा ल्याइनेछ। बाल विकास र शिक्षकहरूको समेत दरबन्दी मिलान गरिनेछ। शिक्षक सामग्रीको दृष्टिले बाल विकास केन्द्रको सम्पन्न बनाइनेछ। सिर्जनाका स्रोत कक्षा कोठाहरू कार्यक्रमलाई निरन्तर दिइनेछ। समुदाय विद्यालयको शैक्षिक गुणस्तर सुधारमा ल्याइनेछ। शिक्षक र मिटिङ तथा शिक्षक तालिमको व्यवस्था गरिनेछ। संस्थागत विद्यालयहरूलाई समेत नियमनको नीति अवलम्बन गरिनेछ। पूर्व आवश्यक विद्यालय कार्यक्रमलाई प्रभावकारी सञ्चालन तथा व्यवस्थापनका लागि उपयुक्त विद्यालयहरूमा स्थानान्तरण गरी पूर्व बालबालिकाहरूको माध्यमिक तहसम्मको शिक्षा सुनिश्चित गरिनेछ। साथै सरकारी र गैर सरकारी संस्थासँग समन्वय गरी सहकार्य तथा सहयोग जुटाइनेछ। मगर खाम भाषा संरक्षण गर्न स्थानीय मातृभाषा संरक्षण कार्यक्रमलाई निरन्तर दिइनेछ, जसका लागि सम्बन्धित समुदायको विद्यालयमा उक्त भाषा शिक्षण गर्ने शिक्षकको व्यवस्थापन गरिनेछ। शिक्षकको सम्मान र पेशागत हौसलाका लागि गुणवत्ता कार्यक्रमलाई निरन्तर दिइनेछ। स्थानीय पाठ्यक्रममा आधारित पाठ्यपुस्तक निर्माण तथा प्रकाशन गरी कार्यान्वयनमा ल्याइनेछ। पालिकाको शैक्षिक उन्नतिका लागि सरकारवाला सबै पक्षको सहकार्यलाई जोड दिइनेछ। विद्यार्थी प्रतिभा पहिचानका लागि विद्यालयमा अतिरिक्त क्रियाकलापहरू सञ्चालन गर्नेछ। विद्यार्थी तथा सिकाइ अभिवृद्धिका लागि अभिभावक शिक्षा कार्यक्रमलाई सञ्चालनमा गरिनेछ। पढाइ मेला कार्यक्रमलाई शैक्षिक मेला कार्यक्रमको रूपमा सञ्चालन गर्नेछ। पालिकाभित्रै उच्च शिक्षा अध्ययनको व्यवस्थापनका लागि पहल गरिनेछ। विज्ञान तथा प्रविधि शिक्षा आर्जन गर्दै गरेका तथा केएसिङ गाउँपालिकामा स्थायी ठेगाना भएका विद्यार्थीको लागि केएसिङ छात्रवृत्ति कार्यक्रमलाई निरन्तर दिइनेछ। यस गाउँपालिकाभित्र रहेको कृषि धर्मको पढाइ हुने झिमामालिका माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको मनोबल उच्च राख्न प्रविधिसँग विद्यार्थी कार्यक्रम अन्तर्गत सबै विद्यार्थीहरूलाई प्राविधिक शिक्षा खोल्न र लाग्ने शुल्कमध्ये 1 वर्ष पढाइ अवधिभरको 17,000 छात्रवृत्ति कार्यक्रमलाई निरन्तर दिइनेछ। गाउँपालिका अन्तर्गतका कक्षा 8 र 12 र कक्षा सञ्चालन भएका सबै विद्यालयहरूसँग 2 वटा योजना माग गरिनेछ, जसमा विद्यालय र विद्यार्थी र शिक्षकहरूले हरेक शुक्रबार श्रमदान कार्यमा सहभागी हुनुपर्नेछ। त्यस्ता योजनाका लागि आवश्यक निर्माण सामग्री उपलब्ध गराउन पालिकाले आवश्यक बजेटको व्यवस्था गरिनेछ। स्वास्थ्य 70 वर्ष माथिका ज्येष्ठ नागरिक र पूर्ण अपाङ्गता भएका व्यक्ति र गर्भवती हुन नसकी स्वास्थ्य संस्थाबाट पेन्सन भएका महिलाहरूलाई नजिकको अस्पतालसम्म एम्बुलेन्स सेवामा शुल्कमा दिइँदै आएको छुटलाई निरन्तर दिइएको छ। त्यसका लागि आवश्यक बजेटको विनियोजन गरिनेछ। मानसिक स्वास्थ्य नसक्ने रोग तथा बुढौली स्वास्थ्य प्रबन्धनका नीति अपनाइनेछ। स्वास्थ्य संस्थाको न्यूनतम सेवा मापदण्ड 32 सेन्टरको स्तरोन्नति तथा विस्तार गरिनेछ। किशोर किशोरीहरूलाई स्वास्थ्य तथा विद्यालय स्वास्थ्य शिक्षा कार्यक्रमलाई सञ्चालन गरिनेछ। प्रत्येक वडामा रहेका स्वास्थ्य संस्थाहरूको स्तर वृद्धि गरिनेछ र त्यसका लागि आवश्यक बजेटको विनियोजन गरिनेछ। केएसिङ गाउँपालिका स्वास्थ्य बीमा कार्यक्रमलाई उच्च प्राथमिकता दिइनेछ। स्वास्थ्य विभागसँग संस्था तथा सम्पूर्ण पदाधिकारी र कर्मचारीहरूलाई अनिवार्य स्वास्थ्य बीमा आबद्ध गर्ने नीति अवलम्बन गरिनेछ। म स्वास्थ्य मेरो पालिका स्वास्थ्य भन्ने नारालाई सार्थकता पुर्याउन केएसिङ गाउँपालिकाका जनतालाई सहज र समान स्वास्थ्य सेवाको पहुँचको लागि चिकित्सीय स्वास्थ्य भौतिक शिविर सञ्चालन कार्यक्रमलाई निरन्तर दिइनेछ। यसका लागि विशेषज्ञ सहितको एकीकृत स्वास्थ्य सेवा सञ्चालनका लागि आवश्यक बजेटको व्यवस्था गरिनेछ।
केएससी गाउँपालिका भित्र रहेका सम्पूर्ण 5 वर्ष मुनिका बालबालिकाहरूले पाउनुपर्ने राष्ट्रिय खोप र खोप तालिका अनुसारको खोप पाएका सुनिश्चित गरी पूर्ण कोभिड प्रचारित गाउँपालिका र दिगो तथा प्रमाणीकरण गरिने नीति लिइनेछ। घरमा सुत्केरी हुने दरलाई शून्य गर्दै संस्थागत सुत्केरी हुने दरलाई 100% पुर्याउने लक्ष्य लिइनेछ, जसले गर्दा नवजात शिशु मृत्यु दर र मातृ मृत्यु दर घटाउन टेवा पुग्नेछ। त्यसका लागि महिला स्वास्थ्य स्वयंसेवीलाई प्रोत्साहन गर्ने कार्यक्रमलाई निरन्तरता दिइनेछ। पशु स्वास्थ्य सेवालाई थप गुणस्तरीय र पहुँचयोग्य बनाई सुरक्षित गर्भपतन सेवालाई प्रभावकारी बनाइनेछ। स्वास्थ्य संस्थाबाट प्रदान गर्ने निःशुल्क औषधिहरू वर्षभरि अभाव हुन नदिन वातावरण बनाइनेछ। गर्भवती महिलाहरूको स्वास्थ्य अवस्थामा ध्यान दिन निःशुल्क र बहुआयामिक र विशिष्टताहरूको संरक्षण र सम्वर्धन गर्ने कार्यमा जोड दिनेछ। महिला बालबालिका तथा सामाजिक समावेशीकरण दलित समुदायबाट स्नातकोत्तर पढिरहेका छोरी बुहारीहरूलाई प्रोत्साहन गर्न छात्रवृत्तिमा व्यवस्था गरिनेछ। महिला युवा अपाङ्ग तथा बाल अधिकारको सुरक्षाको लागि सरकारी र गैर सरकारी र निजी क्षेत्रका सबै सङ्गठनहरूसँग सहकार्य गरिनेछ। महिलाहरूको क्षमता विकास र अधिकारहरू सुनिश्चितताका लागि महिलासँग उपाध्याय कार्यक्रमलाई निरन्तरता दिएको छ। मानसिक तथा प्रजननसँग सम्बन्धित शारीरिक रोग भएका महिलाहरूको उपचारमा दिँदै आएको सहुलियतलाई निरन्तरता दिइनेछ। 50 वर्ष माथिका पत्नी गुमाएका र सामाजिक सुरक्षा भत्ता नपाउने पुरुषलाई मासिक रु 1000 का दरले प्रदान गर्दै आएको जीवन निर्वाह भत्तालाई निरन्तरता दिएको छ। सामाजिक विकृतिमा रहेको छोराछोरीको बीचको विभेदलाई छापडी पर्दा जस्ता भूमिवादी परम्परा र न्यूनीकरणका लागि जनचेतनामूलक कार्यक्रमहरूलाई सञ्चालन गरिनेछ। विभिन्न राष्ट्रिय वर्गहरूका क्षमता विकास गरी लैङ्गिक उत्तरदायी बजेटको तर्जुमा गरी कार्यान्वयनमा ल्याइनेछ। महिला तथा बालबालिकाहरूमाथि हुने विभिन्न प्रकारका घरेलु हिंसा निवारण गरिनेछ। बालश्रम शोषण बहुविवाह बाल विवाहहरूलाई पूर्ण रूपमा निरुत्साहित गर्दै साबिकमा सञ्चालित बालमैत्री सुशासन र अवधारणालाई कार्यान्वयन गर्ने र कार्यलाई थप कार्यक्रम तर्जुमा गरी कार्यान्वयन गर्नेछ। महिला तथा बालबालिकाका लागि आर्थिक सामाजिक लगायतका अन्य सशक्तिकरण क्षमता विकास र आय आर्जनमूलक कार्यक्रमहरू सञ्चालन गर्न आवश्यक बजेटको व्यवस्था गरिनेछ। अपाङ्गता तथा फरक क्षमता भएका व्यक्तिहरूलाई लक्षित गरी सार्वजनिक र सरोकार रहने भौतिक संरचनाहरूको निर्माण गर्दा अपाङ्ग मैत्री संरचना निर्माणका लागि गाउँपालिकाबाट आवश्यक कार्यक्रमहरू तर्जुमा गरी कार्यान्वयन गरिनेछ। सहकारी तथा गैर सरकारी संस्था सम्बन्धी नीति केएससी गाउँपालिका क्षेत्रमा रहेका सरकारी निकायहरूको अनुगमन र नियमन र समन्वय कार्यलाई प्रभावकारी बनाइनेछ। सरकारी तथा गैर सरकारी संस्थाहरूले गाउँपालिकाहरूमा सञ्चालन गर्ने वार्षिक कार्यक्रमलाई गाउँपालिकाको वार्षिक बजेट तथा कार्यक्रममा समावेश गर्ने नीति अवलम्बन गरिनेछ। खेलकुद तथा मनोरञ्जन केएससी गाउँपालिकाबाट विभिन्न क्षेत्रमा खेलकुद विकास गर्नका लागि वार्षिक रूपमा सञ्चालन गर्दै आएको केएससी गेमलाई निरन्तरता दिइनेछ। केएससी गाउँपालिका अध्यक्षको भलिबल प्रतियोगितालाई सञ्चालन गरिनेछ। गाउँपालिकाका खेलकुद विकास समिति र केएससी गाउँपालिकामा लोगो सहितको जर्सी तयार गरी खेलाडी तथा अभिषेकलाई उपलब्ध गराई पालिकाको प्रतिनिधित्वलाई एकरूपता प्रदान गरिनेछ। क्रिकेट भलिबल र कराते तथा ताइक्वान्डो लगायतका खेलका प्रशिक्षण तथा रेफ्रीको रोस्टर तयार गरिनेछ। वडालाई सचिवालय तोकी वडा खेलकुद विकास समितिलाई दर्ता प्रमाणपत्र उपलब्ध गराइनेछ। विभिन्न विधाका खेलाडीहरूको विभिन्न सङ्कलन गरी सूचीकृत गरिनेछ। खेलाडीको सम्मान कार्यक्रममा निरन्तरता दिनेछ। साथै खेलाडी बिमा प्रोत्साहन सम्मान कार्यक्रममा निरन्तरता दिइनेछ। गाउँपालिकाको सम्पूर्ण माध्यमिक विद्यालय
विद्यालयहरूमा खेलाडीहरूको पहिचान गर्न र खेल क्रियाकलापहरू सञ्चालन गराउनका लागि खेल प्रशिक्षणको व्यवस्था गरिनेछ। जिल्ला स्तर र प्रदेश स्तरका खेलहरूमा गाउँपालिकाहरूको तर्फबाट प्रयुक्त गराइनेछ। खेलाडीहरूलाई प्रशिक्षण कार्यक्रमलाई सहभागिता जनाउनका लागि सहायता प्रदान गरिनेछ। वडा स्तरीय भलिबल राष्ट्रपति रनी शिल्ड तथा अध्यक्षका भलिबल प्रतियोगिताहरूको र क्रिकेट प्रतियोगितालाई कार्यक्रममा न्यूनता दिइनेछ। केआइसी गाउँपालिकाको खेल क्षेत्रको विकासका लागि पालिका स्तरीय र जिल्ला स्तरीय खेलकुद कार्यक्रमलाई आयोजना गर्न सकिने गरी वार्ड नम्बर 2, 4, 5 र 7 मा गुणस्तरीय खेल मैदान निर्माण गर्न आवश्यक बजेटको व्यवस्था गरिनेछ। पूर्वाधार विकास सम्बन्धी नीति घरबाट बनाउँ हात श्रमदान गरौँ साथ भन्ने मूल नाराका साथ केआइसी गाउँपालिकाले सुरु गरेको श्रमदान अभियानलाई महाअभियानको रूपमा सञ्चालन गर्नेछ। गाउँपालिकाभित्रका मुख्य योजनाहरू छनौट गरी अति आवश्यक निर्माण सामग्रीहरूको लागि आवश्यक बजेटको व्यवस्था गर्नेछ। मुरेगा अलियपन लोली घान्डा हुँदै नारीदाङ जोड्ने सडकलाई गाउँपालिकाको गौरवको आयोजनाको रूपमा अगाडि बढाइनेछ। गाउँपालिकामा रहेका अन्य ग्रामीण सडकहरूको स्तरोन्नतिकरणका लागि आवश्यक बजेटको व्यवस्था गरिनेछ। खानेपानीमा नागरिकको पहुँच सुनिश्चित गर्न गाउँपालिकाले गौरवको योजनाको रूपमा अगाडि बढाएको छ। वार्ड नम्बर 4, 5, 6, 7 मा निर्माण हुने गाउँपालिका स्तरीय वृहत खानेपानी योजनाहरूको सुरुवात गरिनेछ। साथै अन्य वडामा रहेका खानेपानी सञ्चालनहरूको स्तरोन्नति गर्दै लगिनेछ। यसका लागि नेपाल सरकार र प्रदेश सरकारसँग आवश्यक सहकार्य गरिनेछ। गाउँपालिकामा हुने भौतिक पूर्वाधार निर्माण र स्थानीय सामग्रीको प्रयोगलाई जोड दिने नीति अपनाउन गरिनेछ। गाउँपालिका क्षेत्रमा रहेका सडकलाई वर्षैभरि सञ्चालन गर्नका लागि सडक मर्मत सम्भाग समूह रोड मेन्टेनेन्स ग्रुप परिचालन गरी सडक मर्मत तथा स्तरोन्नति गर्ने कार्यलाई निरन्तर दिइनेछ। केआइसी गाउँपालिकाभित्र रहेका निर्मित सार्वजनिक सम्पत्तिहरूको संरक्षण एवं संरक्षणका लागि सञ्चालन गरिएको मर्मत सम्भाग कोषलाई निरन्तर दिइनेछ। चालु अर्ब 81-22 मा सम्पूर्ण हुन नसकेका र कर्मागत योजना तथा कार्यक्रमलाई बजेटमा समेट्ने नीति दिइनेछ। नेपाल विद्युत प्राधिकरणसँगको समन्वय र सहकार्यमा केआइसी गाउँपालिकाभित्रका सबै घरकुलीलाई 100% विद्युतीकरण गर्ने कार्यक्रमलाई निरन्तर दिइनेछ। गाउँपालिकाभित्र निर्माण हुने भौतिक संरचनाको विकोपन सुविधा गरी वातावरण मैत्री र अपाङ्ग मैत्री र बाल मैत्री र संरचना निर्माण गर्नेछ। सूचना तथा सञ्चार प्रविधि नागरिकहरूमा सूचनाको पहुँच विस्तार गर्न गाउँपालिकाले हरेक क्रियाकलापहरूलाई वेबसाइटमा एवं सामाजिक सञ्जाल मार्फत सार्वजनिकरण गरिनुको साथै गाउँपालिकाबाट प्रदान गरिने सेवाहरू सूचना प्रविधि मैत्री बनाउँदै लगिनेछ। डिजिटल केआइसी गाउँपालिकाको अभियानलाई साकार पुर्याउन प्रत्येक वडाहरूमा जडान गरिएका इन्टरनेट सेवाको विकोपनलाई प्राथमिकतामा राखिनेछ। शैक्षिक क्षेत्रको सूचना तथा सञ्चार प्रविधिलाई समायोजन गर्दै तालिम तथा शैक्षिक गुणस्तर अभिवृद्धिको लागि विशेष कार्यक्रमलाई तर्जुमा गरी लागू गरिनेछ। डिजिटल नोटिस बोर्ड लिड नोटिस बोर्डको प्रयोगमा जोड दिई गाउँपालिकामा भइरहेका विभिन्न गतिविधिहरूलाई निरन्तर अद्यावधि गरिनेछ। भूमि जिल्लाभित्रका स्थानीय सञ्चार माध्यमहरूको समाजमूलक एवं संस्थागत विकासका लागि स्थानीय सञ्चार माध्यम प्रबन्धन कार्यक्रमलाई निरन्तर दिएको छ। खानेपानी व्यवस्था गाउँपालिका पनि स्वच्छ सफा खानेपानीको व्यवस्था गर्न एक घर एक दालाको नीतिलाई निरन्तर दिइनेछ। खानेपानी आयोजना सञ्चालन गर्दा विषयगत विगतमा सुरु गरिएका क्रमागत योजनाहरूलाई प्राथमिकतामा राख्दै थप सम्भावना र आवश्यकतालाई मध्यनजर गरी कार्यक्रममा तर्जुमा गरिनेछ। ऐतिहासिक र धार्मिक महत्त्व बोकेको पुराना ढुङ्गे धाराको जोगाउन र संरक्षण गर्न ढुङ्गे धारा संरक्षण कार्यक्रमलाई निरन्तर दिइनेछ। गाउँपालिकाभित्र रहेका खानेपानी समस्या
लाई समाधान गर्न सरकारवालाहरूको साझेदारीमा खानेपानी पूर्वाधार निर्माणका लागि आवश्यक कार्यक्रमलाई तर्जुमा गर्नेछ। गाउँपालिकामा निर्माण भई सञ्चालनमा रहेका खानेपानी आयोजनाहरूको संरक्षण र समर्थन गर्न स्थानीय सरकारवालाहरूको सहभागी वृद्धि गर्ने नीति अवलम्बन गरिन्छ। साथै नयाँ पानीका मूलहरूको चाहिँ पहिचान गरी खानेपानीको मूलहरूको संरक्षणका लागि वृक्षारोपण रिचार्ज पोखरीहरू निर्माण गर्ने कार्यक्रमलाई निरन्तर दिइनेछ। गाउँपालिकामा निर्माण हुने खानेपानीका संरचना बाल मैत्री अपाङ्ग मैत्री बनाउँदै लगिनेछ। सार्वजनिक सहकारी र निजी साझेदारी केएससी गाउँपालिकाले आर्थिक 82-83मा विभिन्न विषयगत क्षेत्रहरूमा कार्यक्रमहरूलाई सञ्चालन गर्दा सहकारी र निजी गैर सरकारी तथा अन्य गाउँपालिका स्थानीय सरकारसँग आवश्यक समूहले साझेदारी गर्न सकिनेछ। यस गाउँपालिकाभित्र स्थापना भई सञ्चालनमा रहेका बैंक लघु वित्त तथा सहकारी संस्थासँग आवश्यक समन्वय गरी आफ्नो लाभबाट प्राप्त रकमको केही अंश कर्जा तथा प्रवाहलाई कृषि उद्योग पर्यटन लगायतका उत्पादनमूलक क्षेत्रमा प्रवाह गर्न प्रोत्साहन गर्ने नीति लिइनेछ। भवन तथा भवन संहिता केएससी गाउँपालिकाबाट स्वच्छ हराभरा स्वास्थ्य तथा दिगो शहरी विकासका लागि भवन निर्माण मापदण्ड लागू गरिनेछ। नेपाल सरकारसँग मामिला तथा समन्वय प्रशासन मन्त्रालयले जारी गरेको बस्ती विकास र सहकारी योजना तथा भवन निर्माण सम्बन्धी आधारभूत मार्गदर्शन 2072लाई सार्वजनिक र भवनहरूमा अनिवार्य रूपमा लागू गरिनेछ भने निजी भवनहरूसँग कैयौँ रूपमा लागू गरिनेछ। भूमि उपयोग केएससी गाउँपालिकाले समग्र भूमिलाई आधारभूत रूपमा कृषि क्षेत्र, आवासीय क्षेत्र, व्यावसायिक क्षेत्र, औद्योगिक क्षेत्र, धार्मिक वन क्षेत्र, सांस्कृतिक तथा पुरातात्विक क्षेत्र, पर्यटन क्षेत्र तथा नदी तथा ताल तराई क्षेत्र, वन क्षेत्र, सार्वजनिक उपयोग तथा खुल्ला क्षेत्र, निर्माणका लागि निर्माण सामग्री, ढुङ्गा, बालुवा, गिटी उत्खनन क्षेत्र लगायतका विभिन्न भू उपयोग क्षेत्रहरू ल्यान्ड युज जोनमा वर्गीकरण गरिनेछ। कृषि योग्य भूमि गैर कृषि प्रयोगका कृषि भूमिलाई बाँझो राख्ने प्रविधि र अनियन्त्रित खण्डीकरणलाई निरुत्साहित गर्दै कृषि योग्य भूमिको सुनिश्चित उपयोग एवं संरक्षण सुनिश्चित गरिनेछ। स्वच्छ सुन्दर सुविधा सम्पन्न तथा सुरक्षित बस्ती विकास र योजनाबद्ध एवं दिगो सहरीकरण सुनिश्चित गरिनेछ। वन तथा अन्य प्राकृतिक सम्पदाको संरक्षण एवं समुचित उपयोग सुनिश्चित गरिनेछ। वन वातावरण तथा विपद व्यवस्थापन सम्बन्धी नीति वन वातावरण वन क्षेत्रको संरक्षणका लागि सामुदायिक वन उपभोक्ता समितिहरू र स्थानीय सरकारवालासँगको सहकारी र प्राथमिकताका लागि आवश्यक कार्यक्रमहरू तर्जुमा गरिनेछ। केएससी गाउँपालिकाको क्षेत्रभित्र पर्ने तुषार खोलादेखि बासुदेवीसम्मको निर्माण सम्पन्न भएको सडकमा दायाँ बायाँ बिरुवाहरू रोप्ने हरित सडकको अवधारणालाई निरन्तर दिइनेछ। यसका लागि सम्बन्धित क्षेत्रमा पर्ने सामुदायिक वनहरूको सहयोग र परिचालनमा जोड दिइनेछ। केएससी गाउँपालिकाको समृद्धिका लागि वन जङ्गल र सदुपयोग गर्ने नीति अगाडि बढाइनेछ। वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम अन्तर्गत वन्यजन्य पदार्थ उत्पादन र संयोग गर्ने कार्यक्रमको अगाडि बढाइनेछ। वन संरक्षण कार्यक्रमहरूलाई उत्पादन र आय संरक्षणसँग आय र आर्जनसँग जोडी रिटा, आँप, निगालो, बाँस जस्ता वन परिवार संरक्षण कार्यक्रमहरूलाई निरन्तर दिइनेछ। वन परिवारमा आधारित उद्योग स्थापना गर्न चाहने युवाहरू र व्यवसायहरूका लागि नयाँ उद्यमी र प्रोत्साहन गर्न गाउँपालिकाबाट अनुदान व्यवस्था गरिनेछ। सार्वजनिक निर्माण कार्यहरूलाई दिगो विकाससँग आबद्ध गरी हरित निर्माण र हरित गाउँपालिकाको अवधारणालाई कार्यान्वयनमा ल्याइनेछ। जडीबुटी व्यवसायलाई खेती
खेतीको सम्भाव्य अध्ययन गरी यस गाउँपालिका क्षेत्रभित्र पर्ने औषधियुक्त जडीबुटीहरूको पहिचान गरी तिनको संरक्षण र विशेष जोड दिनेछ। वातावरण संरक्षणका लागि वैज्ञानिक ऊर्जा, बायोग्यास, सुधारिएको चुलो, सौर्य ऊर्जा र विद्युतीय चुलो जडानलाई प्रोत्साहन गर्ने नीति लिइनेछ। वातावरणमा प्रदूषण न्यूनीकरणका लागि विशेष कार्यक्रमहरू तर्जुमा गरी लागू गरिनेछ। धुवा रहित गाउँपालिकाको अवधारणालाई कार्यान्वयन गर्न आवश्यक भएको व्यवस्था गरिनेछ। क्यासी गाउँपालिकाभित्र वातावरण र शरीर र सन्तुलनका लागि 1 घर 5 बिरुवा रोप्ने कार्यक्रमलाई निरन्तर दिइनेछ। जलाधार संरक्षण जनताको खानेपानीमा पहुँच सुनिश्चित गर्न स्वच्छ खानेपानीको मुहान पहिचान तथा खोजी गरी पहिचान पानीका मुहानको संयोजन गरिनेछ। 1 टोल 1 पोखरीको अवधारणालाई निरन्तर दिइनेछ। पानीका मुहान वरिपरि वृक्षारोपण र साफसफाई अभियानलाई सञ्चालन गरिनेछ। यसका लागि लाभपुर्याइसँगको सहकारी र गाउँपालिकाले आवश्यक कार्यक्रमलाई तर्जुमा गरिनेछ। गाउँपालिका तथा अन्य वडा कार्यालयहरूको विगत आर्थिक वर्षमा सङ्घ प्रदेश तथा स्थानीय तहको आर्थिक सहयोग र लगानी निर्माण भएका खानेपानी योजनाहरू मर्मत सम्भालनका लागि बनेको मर्मत सम्भाल कोषलाई निरन्तर दिइनेछ। विपद व्यवस्थापन गाउँपालिकाले तयार गरेको स्थानीय उत्तमशील योजनालाई क्रमिक रूपमा लागू गर्दै लगिनेछ। दैविक प्रकोपबाट प्रभावित गरिब सुकुम्बासी असहाय व्यक्ति र समूहहरूको पहिचान गरी राहत र उद्धार कार्यलाई सञ्चालन गर्नेछ। विपद व्यवस्थापन तथा राहत कोषलाई रकमको वृद्धि गर्नेछ। विपदबाट हुने घटनाहरूको उद्धार कार्य गर्न, क्षतिको सङ्कलन गर्न र राहत वितरण र पुनः स्थापनाका लागि गाउँपालिका स्तरीय तथा वडा स्तरीय द्रुत उद्धार समिति रिपिड रेस्क्यु टिमको परिचालनलाई थप व्यवस्थित बनाइनेछ। प्राकृतिक तथा मानव सृजित विपद तथा जोखिमहरूबाट मानव समुदायको समयमा पर्ने प्रभावहरूलाई न्यूनीकरण गर्न विपद उत्थानशील तथा विपद अनुकूलन कार्यहरूलाई सञ्चालन गरी क्यासिङवासी र यसका ऐतिहासिक र धार्मिक प्राकृतिक महत्त्व सम्पदा तथा पूर्वाधारहरूको संरक्षण तथा सम्पादन गरिनेछ। विपद पूर्व तयारी खोज तथा उद्धार गर्न राहत सामग्री पूर्व भण्डारण वितरण तथा एक रूपमा लिइनेछ। उक्त कार्यहरूलाई प्रभावकारी बनाउन नागरिक समाज र निजी क्षेत्रको गैर सरकारी सामुदायिक क्षेत्र तथा अन्य निकायसँग आवश्यक समन्वय गरिनेछ। विपद जोखिम क्षेत्रको नक्साङ्कन तथा बस्तीहरूको पहिचान र स्थानान्तरण गर्न पहल गरिनेछ। संसाध विकास तथा सुशासन सम्बन्धी नीति मानव संसाधन विकास उपभोक्ता अधिकारलाई सुनिश्चित गर्न उपभोग्य वस्तु वा सेवाको गुणस्तर र परिमाण एवं मूल्यको अनियमितताबाट उपभोक्ताहरूलाई संरक्षण गर्न नियमित र अनुगमन गरिनेछ। साथै पालिकाभित्र रहेका सम्पूर्ण संस्थाहरूलाई आवश्यक अनुसारको अनुगमनलाई नियमित गरिनेछ। कर्मचारी कल्याणकारी कोषको व्यवस्थालाई थप व्यवस्थित र प्रभावकारी बनाउँदै लगिनेछ। आन्तरिक तथा अन्तिम लेखा परीक्षणको औलेको विरोधलाई घोषणा गरी शून्य विरोधको नीति अवलम्बन गरिनेछ। विद्युतीय शासन प्रणाली ई-गभर्नेन्स सिस्टम मार्फत गाउँपालिका क्षेत्रको सबै सरकारी तथा गैर सरकारी कार्यालयहरूको कारबाहीहरूलाई प्रभावकारिता ल्याउन कर्मचारीहरूको क्षमता विकास जस्तो कार्यक्रमहरू सञ्चालनको कार्यलाई अवलम्बन गरिनेछ। गाउँपालिका तथा वडा समितिहरूबाट प्रभाव हुने सेवालाई थप प्रभावकारी बनाउन आवश्यक पर्ने सफ्टवेयरको व्यवस्थापन गरी प्रविधि मैत्री बनाइनेछ। गाउँपालिकाको एकीकृत तथ्याङ्क सङ्कलन गरी विकास योजना तथा सेवाहरूलाई प्रभावकारी बनाउन गाउँपालिका निर्माण गरेको प्रोफाइल अद्यावधिक गरिनेछ। फोहोर मैला व्यवस्थापन फोहोर मैलाको उत्पादनमा कमी ल्याउने र फोहोर मैलाको उत्पादित हुने स्थानमा कुहिने र नकुहिने फोहोरहरूको वर्गीकरण गरी फोहोर मैलाको पुनः प्रयोग र पुनः चक्रण गर्ने कार्यक्रमलाई निरन्तर दिइनेछ।
गाउँपालिकाको स्वास्थ्य चौकी र महिला कार्यालयबाट निस्किने फोहोर मैलाको उपयुक्त स्थानमा भण्डारण र वर्गीकरण र विश्लेषणको व्यवस्था गरिनेछ। गाउँपालिकाभित्र प्लास्टिक झोलामा प्रयोगलाई न्यूनीकरण गर्न र पुनः प्रयोगमा ल्याउन सकिने जस्तै बोरा जुटको कागज लगायतका चाहिँ स्थानीय सामग्रीहरूको उत्पादन गर्ने संस्था अथवा व्यक्तिहरूलाई अनुदान दिने नीति अवलम्बन गरिनेछ। गाउँपालिकाको मुख्य बजार क्षेत्रमा फोहोर मैलाको व्यवस्थापनका लागि डस्टबिनको व्यवस्थापन गरिनेछ। साथै ती स्थानहरूमा फोहोर मैला व्यवस्थापनका लागि ल्यान्डफिल साइटको स्थापना गर्न आवश्यक जग्गा प्राप्ति गर्न पहल गर्नेछ। वित्तीय व्यवस्थापन र सुशासन, पानी बिजुली सञ्चार महसुल घरभाडा इन्धन मर्मत स्त्री खर्च भत्ता तालिम गोष्ठी सेवा शुल्क भ्रमण खर्च जस्ता चालु प्रगतिका प्रशासनिक खर्चमा कटौती गर्दै पुँजीगत खर्चमा बढोत्तरी गर्ने नीति दिइनेछ। साथै गाउँपालिका र वडा कार्यालयबाट खरिद गर्ने मसौन तथा कार्यालय सामग्री औषधि एवं उपकरणहरू खरिदलाई ई-बिल खरिद प्रणाली अवलम्बन गरिनेछ। सङ्घीय सरकार तथा प्रदेश सरकारबाट प्राप्त हुने समग्र तथा विशेष अनुदान र सशक्त अनुदानको पुँजीगत खर्च शीर्षकमा प्राप्त रकमको भाद्र महिनासम्म ठेक्का प्रक्रियालाई प्रारम्भ गरिने नीति अवलम्बन गरिनेछ। करदाता तथा आम नागरिकको लागि सूचनामूलक एवं सचेतना अभिव्यक्तिहरू सम्बन्धी करदाता शिक्षा कार्यक्रममा निरन्तर रूपमा सञ्चालन गरिनेछ। यस्तो शिक्षा सूचना र सचेतना सम्बन्धी कार्यहरू आवश्यक अनुसार वाणिज्य र गैर सरकारी उपभोक्ता र हितकारी एवं पेसागत संस्थाहरू समेत सहभागिताबाट समन्वयमा सञ्चालन गरिनेछ। सार्वजनिक सुनाइ र सामाजिक परीक्षण, केसी गाउँपालिकाको सुशासन नीति र सामाजिक जवाबदेहिता र औजारहरू, सार्वजनिक सुनाइ, सामाजिक परीक्षण कार्यविधिहरूको पूर्ण पालना गरी गाउँपालिकालाई सुशासन र सूचना मैत्री गाउँपालिकाको रूपमा परिचालित गरिनेछ। सार्वजनिक सुनाइ र समीक्षा कार्यक्रमलाई सञ्चालनका लागि आवश्यक बजेटको व्यवस्था गरिनेछ। यसको गाउँपालिकाबाट पुरा हुने सेवा सुविधाहरू प्रगति तथ्याङ्क र त्रैमासिक र अर्धवार्षिक र वार्षिक प्रतिवेदन गाउँपालिकाको वेबसाइटमा राखिनेछ। गाउँपालिकाबाट पुरा हुने सेवा प्रवाहलाई अझ बढी र खुला पारदर्शी जनमैत्री बनाउन आन्तरिक प्रणाली नियन्त्रण अझै प्रभावकारी बनाउनेछ। आगामी आर्थिक वर्षमा गाउँपालिकाभित्र सबै वडाहरूको विकास समितिहरू एवं परिचालन गरिनेछ। नीति तथा कार्यक्रममाथि छलफलका लागि म गाउँ सभाका सदस्यहरूलाई समय दिन्छु। धुत्रो जति पनि गाउँ समाजमा खाइरहेका छन् साना बच्चाहरू पनि लागु पदार्थमा लागेर हामीले आफैले कन्ट्रोल गर्न धेरै गाह्रो भइरहेको छ। यो हाम्रो सबैको एकदम ध्यान आकर्षण हुनुपर्छ। यो हाम्रो सबैको चिन्ताको विषय हो। यसलाई हामी सबैले चिन्ता लिनुपर्छ। लुकेका प्रतिभाहरूलाई अगाडि ल्याउन पनि आग्रह गर्दछु। अनि शिक्षाको कुराहरूमा पनि हाम्रो एकदमै गाउँपालिकामा गुणस्तरीय शिक्षा त लागू भएको छ, तर त्यसको पनि अनुगमन कम नै देखिन्छ। म पनि केसिङ गाउँपालिका वडा नम्बर 5 विद्यालय सरस्वती माध्यमिक विद्यालय व्यवस्थापन समितिको सदस्य छु। मैले पनि कहिलेकाहीँ अनुगमन गर्दाखेरि त्यो भित्र पनि स्वयं टिचरहरू नै मदिरा सेवन गरेर व्यवस्था गरेको, ड्युटी नै नबसेको कुराहरू देखिन्छ। शिक्षा शाखाको त्यहाँ पनि ध्यान आकर्षण होस् भन्ने कुराहरू हजुरहरू माझ राख्दै आफ्ना भनाइ पुग्छु। हस्, धन्यवाद, नमस्कार। एकदमै खुसी लाग्यो। नीति तथा कार्यक्रममा हुनुपर्ने सबै कुराहरू समावेश भएका छन्। यसमा पनि बृहत छलफल भएर यो नीति तथा कार्यक्रम आज सार्वजनिक गरिएको हो। यसको लागि सम्पूर्ण सभाध्यक्षज्यू र सम्पूर्ण मान्यज्यूमा हार्दिक धन्यवाद दिन चाहन्छु। र अलिकति मलाई लागेको कुरा, केआइसिङ गाउँपालिका वडा नम्बर 6 को स्वास्थ्य र वडा कार्यालयको जमिन अनिश्चित भएको कुराहरू अस्ति हामीले केही कताबाट पायौँ र यो कुरालाई पनि समावेश गरिदिनुपर्छ भनेर मैले हिजो पनि हाम्रो कार्यपालिकाको बैठकमा प्रस्ताव गरेको थिएँ। त्यो छुट्यो कि जस्तो लाग्छ।
यो किनभने क्याङसिङ गाउँपालिका वडा नम्बर 6 पनि क्याङसिङ भित्रकै हो र त्यो अहिले लाभारिस अवस्थामा छ। त्यसलाई यसमा सम्बोधन हुने गरी यो नीति तथा कार्यक्रममा समावेश भइदिएको भए अझै हामी पनि ढुक्क हुने थियौँ। हाम्रो अवस्था यस्तो छ कि भोलि आएर कसैले पनि ल खाली गर्नु भन्यो भने खाली गर्नुपर्ने जस्तो अवस्था देखिएको छ। यो अगाडि कसरी भयो त्यो मलाई थाहा छैन, तर अहिले खोजी नीति गर्दै गर्दाखेरि त्यो अवस्था देखिएको हुनाले त्यसलाई पनि नीति तथा कार्यक्रममा समावेश गरियोस् भन्ने कुराहरू मैले यो नीति तथा कार्यक्रममा का सभा अध्यक्षज्यू समक्ष यो मैले प्रस्ताव गरेको छु। हस्, धन्यवाद, नमस्कार। यो मैले थोरै यहाँ ल्याइएको नीतिमा केही सुधारका कुराहरू चाहिँ मैले राख्न चाहेँ। यो नुन चिनी कार्यक्रम आएको छ, यो प्रत्येक वर्ष आउने गर्छ, तर यो पुतलो छ र यसलाई चाहिँ गर्न सकिने होइन भने मैले यसलाई चाहिँ हटाउन मैले अनुरोध गरेँ। होइन भने यसलाई चाहिँ जिम्मेदार पक्षको जिम्मेदार व्यक्तिको त्यसलाई पनि यहाँ जिम्मेदारी तोकिदिन मैले चाहिँ त्यसमा राख्न मैले चाहिँ संशोधन राख्न चाहेँ। र अर्को कुरा ऱ्यापिङ दिवानसिंहगढी नगरपालिकादेखि हाम्रो क्याङसिङ गाउँपालिकासँग सहकारी गरेर सबै ऱ्यापिङको चाहिँ पोसाल पनि आएको नीतिको जस्तो लाग्दछ। त्यो कार्यान्वयनको प्रक्रिया यो वर्ष पनि नबढेको पाइन्छ। जुन कुरा चाहिँ अब गर्न सकिँदैन त्यसलाई चाहिँ गर्नु हुँदैन भन्ने चाहिँ हो। र यो अब गर्न सकिन्छ कि भनेर चाहिँ अनुमानमा राख्ने कुरा चाहिँ हुँदैन। त्यसका लागि पहिले दिवानसिंहगढी नगरपालिका र हाम्रो गाउँपालिका अध्यक्षज्यूहरूसँग कोअर्डिनेसन सहकारी मिटिङहरू भएको भए त्यसलाई राख्दा उपयुक्त हुन्थ्यो। नत्र भने यो चाहिँ उपयुक्त चाहिँ हो, फेरि उपयुक्त चाहिँ हो, नत्र भने खालि अनुमानको हुँदा काम गर्ने भने त्यति राम्रो हुँदैन जस्तो लाग्दैछ मलाई। यसलाई चाहिँ के हो, यो चाहिँ छलफलमा जाओस्, अहिले चाहिँ कुरा होस्। र अर्को कुरा दर्ता नवीकरण गरिनेछ, करका दायरा बनाइनेछ भन्ने कुरा चाहिँ प्रत्येक प्रकार आउँछ, तर अनुगमन नभएर हाम्रा चाहिँ नवीकरण पनि नहुने होइन। यो के हो, यो कुरालाई चाहिँ देखिन त्यसमा चाहिँ कसले अनुगमन गर्ने हो त? वडाध्यक्षले अनुगमन गर्ने, वडाध्यक्षले भन्नु पऱ्यो, गाउँसभा सदस्य सबैले गर्ने भने सबैले गर्नु पऱ्यो। के हो त यो कुरालाई चाहिँ योजनाबद्ध रूपमा लेख्नुपर्छ भन्ने लाग्दछ मलाई चाहिँ यसमा। नत्र भने एकचोटि अनुगमन गर्ने यहाँले गरेको क्याङसिङ गाउँपालिकाबाट अनुगमन भएको कुरा प्रभावकारी थियो, तर पछि नभएर चाहिँ अलिक भित्र भएको चाहिँ पाइन्छ। र खेलकुदका कुराहरू चाहिँ यसमा आएको छ, यो एकदमै राम्रो कुरा छ। तर शिक्षा समिति र त्यहाँ हुने जो काम गर्ने कर्ताहरू छ उहाँ चाहिँ सक्रिय नभएर केवल हाम्रो गाउँपालिकामा राष्ट्रपति र एमसीहरू मात्रै हुने गरेको छ। यसलाई चाहिँ नगर्न सकिने कुराहरू चाहिँ खेलकुदका जो नीतिहरू राम्रा नीतिहरू ल्याएका छन्, यो प्रेम नहुने पनि ल्याएको त्यो हाम्रो चाहिँ सबैको ज्यादती हुन्छ भन्ने लाग्दछ मलाई। र अर्को कुरा एउटा मलाई यसमा राख्न नीतिमा राख्नु के अरे अहिले राम्रो लागेको कुराहरू चाहिँ यो फ्री सामुदायिक स्थलहरूमा सार्वजनिक स्थलहरूमा फ्री वाइफाई जडान गर्ने नीति ल्यायो भने केही कुनै ठाउँमा सार्वजनिक ठाउँहरूमा जस्तै वडा कार्यालय ठाउँमा हामीले के पाएको छौँ भने अहिले सबैले चाहिँ यो के भन्छ प्रविधिको प्रयोग गर्छ होइन। त्यतिखेर सूचना आदान प्रदान गर्ने, आफ्ना डकुमेन्टहरू ल्याउनेदेखि लिएर गर्छ। हामीलाई चाहिँ पासपोर्ट मागिरहेको छ, हरेक कुरा गरेर त्यो त दिन्छ हामी। तर के छ भने फ्री वाइफाई भयो भने अटोमेटिकली कुनै चाहिँ प्रयोग गर्न पाओस्, कसैको इमर्जेन्सियल काम हुन्छ त्यो स्थानमा गएर गर्न पाओस् भन्ने कुरा चाहिँ यो फ्री वाइफाईको नीतिहरू सार्वजनिक स्तरमा ल्याउनु छ जस्तो लाग्दछ। यसलाई चाहिँ यसमा थप्न मैले चाहिँ अनुरोध गरेँ। र अर्को कुरा एउटा यो वन पैदावार बिक्री वितरण निजी जमिनहरूबाट हुने कुरा चाहिँ देखिएको छ, जसमा यसलाई पनि हामीले स्थानीय के अरे राजस्व नीतिभित्र ल्याउन के हुन्छ, के यसले पाउँछ कि पाउँदैन, यो अलिक म कन्फ्युज भएँ। हाम्रो यतातिर खयर भयो, यो उत्तिस भयो, यस्ता कुराहरू चाहिँ सामुदायिक के हुन्छ त्यसले चाहिँ कम्पनीहरूले चाहिँ उठाएर चाहिँ बिक्री वितरणमा लगेका छन्, के अरे किने खरिद बिक्री गरेका छन् व्यक्तिहरूले भने त्यसलाई चाहिँ ट्रकको दायरामा ल्याउनलाई के छ उहाँले भनावट उठाएर त्यहाँबाट ट्रकहरू चाहिँ गइरहेका छ। त्यसलाई चाहिँ यसलाई राख्नुपर्छ जस्तो लाग्दछ। अर्को कुरा विपदमा परेका व्यक्तिहरू
यो विपद व्यवस्थापनमा नीति राम्रो छ, तर जो विपदमा परेका व्यक्तिहरूलाई तुरुन्तै गाउँपालिकाले सहुलियत दिनेछ भन्ने कुरा चाहिँ यसमा आउनुपर्छ जस्तो लाग्छ मलाई यसमा। र यसमा शिक्षामा चाहिँ र मेरो सुझाव के छ भने शिक्षामा जति कतिपय नीतिहरू ल्याइएको छ यसलाई यसमा बजेटको दायरा चाहिँ बढाउनुपर्छ भन्ने मेरो सुझाव छ। धन्यवाद। गाउँसभाका सभाध्यक्ष गोविन्द रासाज्यू, केसिङ गाउँपालिकाको उपाध्यक्ष नरेशज्यू र 1 नम्बर वडादेखि लिएर 7 नम्बर वडासम्मका अध्यक्षज्यूहरू, कार्यपालिकाका सदस्यज्यूहरू, यहाँ बस्नुभएका कर्मचारीज्यूहरू र पत्रकारज्यूहरू सबैमा हार्दिक स्वागत गर्दछु। म एकैचोटि यो गीत गाउनु त पर्दैन। प्रतिसौगी मरिसौगी सामलगी सौगी, प्रतिसौगी मरिसौगी सामलगी सौगी, किताबमा लेखेका कुरा साँचिएका छौगी। म कुरा भन्छ, गत सालमा सङ्ग्रहालयको बजेट 30 लाख झटेको थियो। त्यो सङ्ग्रहालयको अवस्थाको त्यहाँको अवस्था त्यहाँ मुसाले खतम गरिसकेका छ वरिपरि। 30 लाख बजेट त झटेको हो, तर काम के भएको छ? अब 15 गतेको 25 गते राति 12 बजे बजेट निकाल्ने हो कि त्यहाँको काम गर्ने हो? यो कुरा भन्न चाहन्छु। जुन हामी सम्पूर्णले मिलेर यसलाई कार्यान्वयन गर्नतिर लाग्नुपर्ने देखिन्छ र एकैजनाले भन्यो भन्दैमा त्यो कुरा हुन्छ भन्ने हुँदैन। सबैले यसमा साथ र सपोर्टको आवश्यकता छ र विशेष गरेर शिक्षालाई प्राथमिकता दिनुपर्छ र शिक्षामा यदि बजेट कम पर्छ भने वडाको सिलिङबाट पनि बजेट कटौत गरेर पनि शिक्षालाई प्राथमिकता दिएर गुणस्तरीय शिक्षाको अवधारणा ल्याउनुपर्छ भन्ने मेरो मान्यता हो। र स्वास्थ्यमा अहिले जसरी हाम्रो स्वास्थ्य डोटी जिल्लामा 1 नम्बरमा छ, त्यसरी स्वास्थ्यको सिकाइलाई सम्पूर्ण शाखाहरूले पनि यसलाई कसरी हुन्छ त्यसको सिकाइलाई सम्पूर्णमा सेयर गरेर त्यसलाई पनि अगाडि बढाउनुपर्छ। अरू शाखाले पनि यो स्वास्थ्यको जसरी यस गाउँपालिकाको नाम अगाडि बढाएका छन् त्यसलाई पनि हामीहरूले सबैले समन्वय गर्नुपर्छ र बजारदेखि लिएर अनुगमन योजना अनुगमनमा पनि सबैको ध्यान जानु जरुरी छ। धेरै कुराहरू अब योजनामा सम्पूर्ण ठाउँमा पुगिन्न। त्यहाँका योजनाका जुन उपभोक्ता समितिमा बसेका छौँ दाजुभाइ दिदीबहिनीहरू हुनुहुन्छ, उहाँले हामीले काम गरिसकेका छौँ, यो पास गरिदिनु पर्यो भनेर वडामा पनि आउँछ, तर हामीले पटक पटक तपाईँको काम भएको छैन, यो नगर्नुहोस् भन्दा पनि होइन हामी उताबाट नि यो ल्याउँछौँ, गाउँपालिकाबाट पास गर्छु भन्ने जुन परिपाटी छ यसको पनि अन्त्य गर्नुपर्छ। यसको लागि चाहिँ अनुगमनको अति जरुरी आवश्यकता देख्छु। यसमा सबैको ध्यान जाओस् र अनुदान 50% अनुदान कार्यक्रममा पनि हामीले यसपालि भैँसी पालन कार्यक्रमको लागि जुन अहिले गरिरहेछौँ यसमा चाहिँ के देखियो भने हुने खाने पक्षले मात्र 50% तिर्न सक्ने भए र जो गरिब जेहेन्दार र एकै जस्तै दलित र यस्ता कमजोर पक्षका अरू सम्पूर्ण त्यहाँ मानिसहरू समेटिने भएन। त्यो भए हुनाले यस्ता अनुदान कार्यक्रममा 80-20 गरेर यो कार्यक्रम सञ्चालन गरेको भए जो कमजोर पक्ष छ त्यसले चाहिँ यो अनुदानका कार्यक्रम पाउने थियो र हामीले दिन चाहेको मान्छेले पनि पाउँथ्यो भन्ने कुरा हो। हामीले दिन खोजेको त हो, तर 50% अनुदान भए हुनाले अलिकता गाह्रो भयो। उहाँसँग पैसा छैन अनि कहाँबाट 50% ल्याउने भन्ने कुरा भए हुनाले यो नीतिमा त छ, यसलाई पनि कसरी हुन्छ सफल पार्नुपर्ने भन्ने छ। र यो फोहोर मैला व्यवस्थापनको पनि यहाँ कुरा त आइसकेको छ। यसलाई पनि लगभग यो सिसाको एकदमै बिगबिगी छ। यो सिसालाई पनि कसरी हुन्छ यसलाई पनि हामीले फोहोर मैलासँग यसलाई पनि कसरी हुन्छ यसलाई मुख्य तथा कार्यक्रम हामीले गाउँपालिकाले लिएको छ। यो सबै क्षेत्रलाई समन्वय गरेर सबैलाई एकदम समन्वय गरेर ल्याएको छ। एकदम धेरै राम्रो आएको छ। यसलाई यो नीति तथा कार्यक्रमलाई हामीले उहाँ हाम्रो अध्यक्षले भने जस्तै हामी सबै शाखा प्रत्येक शाखाले हाम्रो सम्पूर्ण कर्मचारी दाजुभाइ तथा दिदीबहिनीले हाम्रो जनप्रतिनिधिले सबैले यसलाई
सफल गर्नको लागि हामीले सहयोग गऱ्यौँ भने एकदम नीति तथा कार्यक्रम राम्रो छ। यसलाई सफल गर्नको लागि हामी सबैको आवश्यक सहयोग छ। र हामी एउटा कुरा मात्र हामीले उहाँ हाम्रो वडा सदस्य म्याडमले भने जस्तै यसमा समेट्न हुन त हामीले छलफलमा व्यापक छलफलमा हामीले पनि थियौँ। तर किनभने यो दुर्व्यसनी जो छ यसले पुरै उहाँको कुरामा हामी समर्थन गर्दै पुरै एकदम प्रत्येक समय डिप्रेसनमा गएर पनि धेरै पनि सुसाइड गरेर पनि मान्छे बितेका छन्। डिप्रेसनमा गएर पनि मान्छेहरू यो नसा पदार्थहरूले पागल पनि भएर विपत्ता धेरै मानव पुँजीको क्षति भएको छ। यसको लागि हामीले कुनै सुधार केन्द्रमा पठाउनको लागि कि तिनीहरूको लागि हामीले आर्थिक सहयोग गरेर पठाउनु पर्ने हो कि के गर्ने होइन। यसको लागि धेरै यो दुर्व्यसनीले जस्तै उहाँले भने जस्तै युएमा पनि धेरै युवाहरू धेरै बालबालिकाहरू दुर्व्यसन परेका छन्। यसको लागि जनचेतना जगाएर हुने भए पनि यति कुनै एउटा हाम्रो कार्यक्रममा ल्याएर यी दुर्व्यसनमा फँसेका मान्छेहरूलाई यहाँ सुधारेर त राख्न सक्ने त्यस्तो अवस्था हामीसँग छैन। अब त्यस्तो धेरै गाउँपालिकालाई आर्थिक बोली हामी ल्याउन सक्दैनौँ, त्यसको ल्याउन सक्दैनौँ। जो हामीले ती दुर्व्यसन भएका बालबालिका या कुनै युवतीहरूलाई हामीले कुन जो सुधार केन्द्रमा पुर्याउन सक्ने नीति ल्यायो भने हाम्रो धेरै मानव पुँजीमा क्षति हुने थिएन। मानव पुँजी हाम्रो बच्ने थियो भन्दै यो 17औं गाउँ अधिवेशनको सफलताको कामना उत्तरोत्तर प्रगतिको कामना गर्दै म यो धन्यवाद। नमस्कार। नीति तथा कार्यक्रम लिएका छौँ। नीति तथा कार्यक्रममा सरसल्लाह र सुझाव दिने राजनीतिक दलहरू, शाखा प्रमुखज्यू, पत्रकारज्यू, कार्यपालिका सदस्यज्यूहरू एवं कर्मचारी मित्रहरूलाई सम्पूर्ण व्यक्तिगत धन्यवाद दिन्छु। साथै नीतिमा टेकेर हामीले योजना छनौट गर्नुपर्छ र बजेट प्रयोजन गर्दा दलित महिला जस्तालाई अगाडि बढाउनुपर्छ, सबैले योजना बनाउनुपर्छ। वडाध्यक्षहरू हामीले शिक्षकमा अस्ति हामीले अनुमोदन गऱ्यौँ। अनुमोदन गर्दाखेरि प्रत्येक हामीले शिक्षा अनुमोदन गऱ्यौँ, तर हामीले यो समायोजन गर्दाखेरिमा विरोध त आउँछ। सबैलाई हामीले अब उगन्न सक्दैन भनौँ। यसलाई यो कति हुन्छ हामीले सहयोग राम्रो पक्ष हो र धेरै कुरा नीति समेटिएका छौँ। बजार अनुकूल पनि हामीले गर्नुपर्छ भन्दै यो 17औं गाउँ सभाको प्रगतिको उत्तर गर्दै बिदा हुन्छु। धन्यवाद। नीतिमा धेरै बुदाहरू आएका कुराहरूमा केसिङ गाउँपालिकाको बजेटले धेरैसम्म असल यो किताबको सबभन्दा प्रमुख बुदा असल र सम्पूर्ण विकास हुने, जनतालाई सिमेटिने, दलित विद्यार्थी पूर्ण सिमेटिन्छ। त्यो नीतिलाई अवलम्बन गरिनेछ, राखिनेछ र नीति धेरै बनायौँ तर हामीले लागू गर्नमा हाम्रो बजेटले भ्याउँछ कि भ्याउँदैन भन्ने कुरा पनि हो। असल नीतिहरू छन्। शिक्षाको कुरा आयो, शिक्षामा धेरै लगानी लगाउनु पर्दछ र सोधेका कुराहरूमा कृषिका कुराहरू, शिक्षाका कुराहरू र विषयका शाखा जति पनि छन् शाखाका कार्यक्रमहरू बनाएर आज वडालाई एउटा सिलिङ जान्छ, वडाले आफ्नो कार्यक्रम बनाएर ल्याउनेछ। विभिन्न शाखामा एउटा सिलिङ जान्छ, त्यो सिलिङ भित्र कार्यक्रम बनाएर जसै पशु शाखाको कुराहरू होला, पशु शाखामा गएको सिलिङले नभ्याउला कार्यक्रम ल्याएको कार्यक्रममा जनतामा पहुँच हुने र नछुट्ने समावेशी हुने कार्यक्रम लिएर आउनुहोला। यो सिलिङभन्दा आला बजेट पनि तपाईँमा समावेशी गरिनेछ र बजेट दिइनेछ र दिनुहुनेछ भन्ने पनि मैले आशा राखेको छु। अर्को हामीलाई गएको वडाको सिलिङमा सर्वपक्ष र एउटा उद्योग र राम्रो कार्यक्रम प्रत्येक वडाबाट 5 लाखसम्मको एउटा कार्यक्रम आउनेछ। त्यसमा 1-2 जनाको रोजगार होस् या कुनै समस्या हो त्यो चाहिँ त्यहाँको रोजगार र उद्योग सञ्चालन हुने होस्, त्यस्तो प्रत्येक वडाले एउटा आफ्नो योजना ल्याउनेछ। अस्ति मात्रै करका दायरा बढाउनेमा सीमानी धार समितिको एउटा मिटिङ बसेको थियो। त्यसमा ठ्याक्कै याद त छैन मलाई, 5-7 वटा करका दायरा वृद्धि गरिएको छ। जस्तै टावरका कुरा हुन्, त्यो छुटेको थियो नीतिहरूमा यो यसमा कर ल्याउनेमा। जस्तै दुर्गारावजीले भन्नुभएको छ वन जङ्गल फेटानी हुने, त्यसलाई पनि करको दायरामा ल्याउने एउटा तोकिएको छ। त्यो अस्ति मात्रै जो निजी क्षेत्रमा जङ्गल फेटानी भएको छ त्यसमा पनि कर तोकिएको छ। खोटो जाने समुदाय भवनहरूबाट किरापतहरूले खोटाको रेट तोकिएको छ।
ठ्याक्कै याद त छैन, 5-7वटा करका दायराहरू बढेका छन् र अनुगमनको बाटो ठ्याक्कै हाम्रो भएको छैन। यो गाउँपालिकाले अनुगमन छुटेको टोल छुटेको वडामा तुरुन्तै अनुगमन गरेर जुन हाम्रो लागु पदार्थ यो चाहिँ खोलेका छौँ हामीले लागु पदार्थहरू त्यसलाई लाइसेन्सको दायरामा ल्याउने, जुन 5 देखि 8 बजेसम्म बेच्ने तिनीहरूको अनुगमन गर्न जरुरी छ र करको अझै वृद्धि हुनेछ यो गाउँपालिकामा भन्ने कुरा राख्न चाहे। अर्को कुरा जो फोहोर मैला व्यवस्थापन वडाले पनि आफ्नो नीति बनाएर गाउँपालिकाले ठेक्का दिने हो कि कुनै व्यापारीसँग समन्वय गर्ने हो कि त्यो सिसा र त्यहाँका प्लास्टिक जन्य वस्तुहरूलाई पहिला प्रत्येक वडामा भण्डार गर्नुपर्दछ, त्यसपछि त्यसलाई कहाँ हामीले पठाउने प्रदेशतिर हो कि यता यो चाहिँ नगरपालिकासँग समन्वय गरे हुन्छ कि प्रत्येक वडामा चाहिँ यो जरुरी छ भण्डारण गरेर त्यसलाई निर्यात गर्न जरुरी छ। अर्को कुरा जुन लागु पदार्थका कुराहरू आए यो प्रहरी चौकीबाट पनि हामीले सहयोग मिलेको छ। प्रत्येक माथि तहमा एउटा प्रहरी साथी भन्ने कार्यक्रम अस्ति मात्रै माध्यमिक विद्यालयहरूमा चलाएको छ। त्यसमा जनप्रतिनिधि त्यहाँका कर्मचारी सम्पूर्णले सहयोग र साथ दियो भने पक्कै पनि यस्ता जनचेतनामूलक कार्यक्रम पनि हाम्रो कार्यक्रममा सिमेटिनुपर्छ, चाहे वडागतबाट होस् चाहे पालिका स्तरबाट होस्। यी सिमटियो भने सबैले आफ्नो तह तहबाट लाग्यो भने जुनसुकै कुरालाई पनि निरुत्साहित गर्न र न्यूनीकरण गर्न सकिन्छ भन्ने कुरा राख्दै 17औं गाउँ सभाको सफलताको शुभकामना दिँदै सम्पूर्ण उपस्थितमा सम्मान व्यक्त गर्दै बिदा हुन्छु। धन्यवाद, नमस्कार। यहाँको जनसङ्ख्या यहाँको भूगोललाई आधार मानेर मात्र नीति ल्याइन्छ। नीतिमा ओगटिएका कुनै कुनै त्यस्तो शब्दहरू या चाहिँ कुनै कार्यक्रमहरू छुटेको होलान्, त्यसलाई हामी करेक्सनको पक्षमा जानेछौँ र यो नीति तथा कार्यक्रमलाई कार्यान्वयनका पक्षहरू तपाईँ हाम्रो सबैको जिम्मेवारी हो। यो जिम्मेवारीलाई सबैले मनन गरेर चाहिँ आफ्नो पक्षबाट कार्यान्वयनका पक्षमा जानुपर्छ भन्ने कुरा राख्दै म यो नीति तथा कार्यक्रममा सुझाव दिने अवसर दिएकोमा यो सभाध्यक्ष महोदयलाई धन्यवाद दिँदै यो नीति तथा कार्यक्रमको स्वागत गर्दै आफ्नो भनाइ यहीँ राख्छु। धन्यवाद। अब म हाम्रो 82-83 को नीति तथा कार्यक्रम यस गाउँसभाबाट पारित गर्नुपर्ने भएकोले निर्णय गर्दछु। यस प्रस्तावित नीति तथा कार्यक्रमको पक्षमा हुने सदस्यज्यूहरूले हात उठाएर हुन्छ भन्नुहोला। विपक्ष गर्ने सदस्यज्यूहरूले हात उठाएर भन्नुहोला। यदि तटस्थ हुनुहुन्छ भने मौन बस्नुहोला। र अब म यस प्रस्तावको पक्षमा हुने सदस्यज्यूहरूले हात उठाएर हुन्छ भन्नुहोस्। आवाज क्लियर आएन, सुन्दैन, अलिकति साइन पनि सुनिनु पर्छ, आवाज पनि आउनुपर्ने हुन्छ। यस प्रस्तावको पक्षमा हुने सदस्यहरूले हात उठाएर हुन्छ भन्नुहोस्। यस प्रस्तावको विपक्ष हुने सदस्यहरूले हात उठाएर हुन्न भन्नुहोस्। हुन्छ भन्ने सदस्यहरू सर्वसम्मत बहुमत भन्दा पनि सर्वसम्मत भएकोले क्यासिङ गाउँपालिकाको आर्थिक वर्ष 82-83 को नीति तथा कार्यक्रम यस गाउँसभाबाट पेश भई पारित भएको घोषणा गर्दछौँ।